सबैलाई हार्दिक शुभकामना छ। यहाँहरूलाई बधाई पनि छ। यस सशक्तिकरण कार्यक्रममा जोडिनु भएको छ र सँगै यो उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नवलपुर जिल्ला समन्वयको तर्फबाट र मुक्ति समाजको तर्फबाट सिङ्गो मेरो व्यक्तिगतको तर्फबाट सबैलाई हार्दिक शुभकामना छ र यो कार्यक्रममा आमन्त्रण गर्नुभयो, शुभकामना दिने अवसर प्रदान गर्नुभयो। म आयोजक संस्थालाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम पूर्ण सफलता रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई आज उन्मूलन दिवस मनाइरहेका छौँ। उन्मूलन यो अर्थमा मनाइरहेछौँ, विभेद विरुद्धको आन्दोलनलाई सफल पार्ने हिसाबले यो दिवस मनाइरहेछौँ। मुलुकका 50% भन्दा बढी महिलाहरूलाई कमजोर बनाएर 60 लाख दलितहरूलाई अन्यायमा पारेर वास्तवमा उन्मूलन दिवस कति सार्थकता रहन्छ भन्ने कुरा हो। आज महिला भएर जन्मेको कारणले अन्यायमा पर्नै पर्ने, दलित भएर जन्मेको कारणले मान्छे मर्नै पर्ने, त्यो शासन व्यवस्था छैन तर सामाजिक व्यवस्था छ। त्यो सामाजिक व्यवस्थालाई उन्मूलन गर्न भनेर आज हामी 19 वटा मैनबत्ती बालेर यो कार्यक्रम सञ्चालन गर्दैछौँ। त्यो उन्मूलन गर्नु भनेर तपाईहरुलाई सशक्तिकरणको तालिम दिँदैछौँ। त्यो सशक्तिकरणले यहाँहरू आफ्नो ठाउँबाट शक्ति प्रदान होस् भन्ने शुभकामना छ। यो शक्ति प्रदान गर्नको लागि जुन हिसाबले मध्यकुण्ड नगरपालिकाले बजेट विनियोजन गर्नुभयो, हामी सबैलाई एक ठाउँमा जुट्ने अवसर प्रदान गर्नुभयो र हामी सबैको भावनालाई कदर गरेर यो कार्यक्रमको अभियानको रूपमा लैजाने जुन एउटा नगरपालिकाबाट हामीलाई सहयोग गर्नुभयो, नगरपालिकाको मेयर साहबलाई मेरो तर्फबाट र जिल्ला समन्वयको तर्फबाट धेरै धेरै धन्यवाद छ, आभार व्यक्त गर्न चाहन्छु। मैले यति बेला धेरै कुरा गर्न चाहन्छु। वास्तवमा नेपाली समाजमा भएको जातीय भेदभाव र छुवाछुत, विद्यमान नेपाली समाजमा भएको भेदभाव र त्यसले समाजमा पारेको प्रभाव र असरबाट हामी समाजबाट कसरी मुक्त हुन सक्छौँ भन्ने विषय नै आजको अन्तिम जिष्ट विषय हो। आज धर्ममा आधारित वर्ण व्यवस्था छ, वर्ण व्यवस्थामा आधारित जात व्यवस्था छ, जात व्यवस्थामा आधारित सानो ठुलो छ, सानो ठुलोमा आधारित भेदभाव छ, छुवाछुत छ। छुवाछुतको भेदभावमा आधारित के छ? गरिबी छ। यही हो सामाजिक धरातल, यही हो समाजको संरचना। यही समाजको संरचनामा हामीले जीवन बिताइरहेका छौँ। हो, यसबाट उन्मूलन गर्न भनेर हामी दिवस मनाइरहेछौँ। यो सानो ठुलो भन्ने कुरा कहाँबाट सुरु भयो भन्ने मलाई लाग्छ कि सानो ठुलो जात व्यवस्थाबाट सुरु भएछ। जात व्यवस्था वर्ण व्यवस्थाबाट सुरु भएछ। वर्ण व्यवस्था धर्ममा आधारित वर्ण व्यवस्था रहेछ। धर्ममा आधारित भन्दा कुन धर्ममा भन्ने कुरा मैले भनिरहनु पर्दैन र कहाँ त्यसको जड रहेछ भन्दा मैले यजुर्वेदको 31औं श्लोकको 11 अध्यायमा मैले हेरेँ, एउटा विराट महापुरुषबाट मुखबाट जन्मेको ब्रह्माण्ड अनि पाउबाट जन्मेको शूद्र भनेर लेख्दै गर्दा सुरुवात त्यहाँबाट भयो रहेछ भन्ने कुरो मैले महसुस गरेँ। आज पनि हामी त्यही कुरालाई सामाजिक मान्यताको रूपमा हामीले सानो ठुलो त्यही आधारलाई बनाएर हामी अगाडि बढेका छौँ। यो सामाजिक संरचना के वास्तवमा साँच्चै सही थियो भन्ने कुरा आज प्रश्नवाचक चिन्ह खडा भइरहेछ र त्यसलाई तोड्ने कुरा, त्यसलाई उन्मूलन गर्ने कुरा
जबसम्म तपाईँ हामी सचेतनाको हिसाबले अगाडि बढ्न सक्दैनौँ नि तबसम्म त्यसलाई तोड्न सक्दैनौँ। त्यसो भएको हुनाले हामीले यो सशक्तिकरण कार्यक्रम आयोजना गरेका हौँ। त्यसो भएको हुनाले आज नेपाली समाज परम्परामा आधारित, संस्कृतिमा आधारित, धर्ममा आधारित हाम्रो मनोविज्ञान छ। त्यही सामाजिक संरचनामा आधारित हाम्रो जीवनशैली छ र त्यो भएको हुनाले हाम्रो सोच परम्परावादी सोच छ, जातिवादी सोच छ, वर्णवादी सोच छ, यथास्थितिवादी सोच छ र मनोवादी सोच छ। त्यो सोचले समाज बदलिन सक्दैन। त्यो सोचलाई हामीले तोड्न पर्छ, त्यो सोचलाई बदल्न सक्नुपर्छ। हाम्रो दिमागमा भएको यो जातिवादी विभेदकारी सोचलाई अन्त गर्नुपर्छ भनेर यो सशक्तिकरण कार्यक्रम आयोजना गरेको। यो सशक्तिकरण कार्यक्रमले हाम्रो सोच बदलियोस् भन्ने म शुभकामना दिन चाहन्छु। जातिवादी सोच बदलियोस् भन्ने हामी शुभकामना दिन चाहन्छु। वास्तवमा जात भन्ने बित्तिकैमा त्यहीबाट सुरु हुँदो रहेछ ठुलो समस्या। जात भन्ने बित्तिकैमा नम्बर भट्टेर पढ्ने त्यहीबाट सुरु हुँदो रहेछ भन्ने लाग्छ। यो जात हामीले बनाएका हौँ, जात हामीले सिर्जना गरेका हौँ। जन्मकै आधारमा ठुलो बन्ने, जन्मकै आधारमा सानो बन्ने परम्परा हामीले कतिसम्म मान्ने? भीमलाल अधिकारी ब्रह्माण्ड समाजमा जन्मिने कुरा उहाँको बहसभित्र थियो। बाबुराम विश्वकर्मा परिवारभित्र जन्मने मेरो नियन्त्रणभित्र थियो, मेरो इच्छामा रहने कुरा थियो। प्राकृतिक कुरा थियो नि। यस्तो प्राकृतिक कुरालाई पनि जन्मको आधारमा ट्याग लाएर दलित जन्मदैमा दलित बन्नु पर्ने, कोही जन्मदैमा ब्राह्मण बन्नु पर्ने, जन्मकै आधारमा सेवक बन्न पर्ने, जन्मकै आधारमा मालिक बन्न पर्ने, जन्मकै आधारमा दास बन्न पर्ने परम्परा कतिसम्म हामीले मानिराख्यौँ? त्यसलाई तोड्नुपर्छ भन्ने हाम्रो यो सशक्तिकरणको विषयवस्तु हो। यसलाई उन्मूलन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसले गर्दा आदरणीय साथीहरू, मलाई आज तपाईँहरूको बिचमा यो सशक्तिकरणको कार्यक्रम आयोजना गर्दै गर्दा मलाई अत्यन्तै खुसी लाग्छ। मैले मेयर साहबलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। जुन किसिमले तपाईँले यो समाज, यो समुदायलाई उठाउने किसिमको एउटा दृष्टिकोणका साथ यो कार्यक्रम आयोजना गर्नुभएको छ। सबै सिङ्गो दलित समुदायको तर्फबाट तपाईँ आभारी हुनुहुन्छ। तपाईँले यो नगरपालिकालाई सुन्दर नगरपालिका बनाउने, यो नगरपालिकालाई सबै नगरपालिका बनाउने, यो नगरपालिकालाई खुसी नगरपालिका बनाउने भन्ने किसिमको जुन सपना देख्नु भएको छ, वास्तवमा यहाँका दलित समुदायहरूको विभेदमा रहेका जिन्दगीहरूलाई, अभाव र पीडासँग बाँचेका जिन्दगीहरूलाई जबसम्म फेरबदल गर्न सकिँदैन, जबसम्म यिनीहरूको भावनालाई बुझेर आर्थिक, सामाजिक, राजनीतिक हैसियतबाट उठाउन सकिँदैन नि, यो मध्यबिन्दु नगरपालिका, सबै नगरपालिका समाजमा रहेका विभेदलाई अन्त गर्ने नगरपालिका बन्न सक्दैन मेयर साहब। त्यसले गर्दा मेरो विनम्र अनुरोध छ, अब पनि नीति तथा योजना बनाउँदै गर्दा, कार्यक्रमलाई व्यवस्थापन गर्दै गर्दा आगामी दिनमा मध्यबिन्दु नगरपालिकाका दलित समुदायको भावनालाई बुझेर कार्यक्रम आयोजना गर्नुहोस् र यो विभेदकारी समाजलाई सामाजिक न्यायको समाज निर्माण गर्नको लागि तपाईँले वास्तवमा खेलेको भूमिकाप्रति समग्र दलित समुदायको तर्फबाट तपाईँलाई धेरै धेरै आभार छ। मैले यहाँको बिचमा धेरै भन्नुपर्छ भन्ने लाग्दैन। आज जसरी समाजमा जात व्यवस्थाले सानो ठुलोको एउटा वर्ग निर्धारण गरेर सामाजिक संरचना जुन तहगतको संरचना छ नि, त्यसै गरी आर्थिक, सामाजिक र राजनीतिक हैसियत त्यही हिसाबको छ, वर्ग निर्धारण त्यसरी भएको छ। त्यसले गर्दा पनि यो सामाजिक संरचनालाई बदल्नको लागि, सामाजिक संरचनालाई समतामूलक समाज निर्माण गर्नको लागि जुन हिसाबको परिकल्पना गर्नुभएको छ, तपाईँलाई धेरै धेरै बधाई छ। आज सामाजिक न्यायको निमित्त, सामाजिक मुक्तिको निमित्त, दलितहरूलाई विभेदलाई अन्त गर्नको निमित्त आज स्थानीय तहको सरकारको प्रमुखको हिसाबले
हाम्रो बिचमा हुनुहुन्छ। मैले यो दलित मुक्ति अभियानलाई यसलाई विशेष गरेर हामीले यसलाई अलि भव्यताका साथ सम्पन्न गर्नुपर्छ भन्ने उद्देश्यका साथ दलित समुदायको पीडा व्यथा कथा अब दलित समुदायको बिचमा मात्रै राखेर हुँदैन, गैर दलितको बिचमा पनि राख्नुपर्छ भन्ने उद्देश्यका साथ मैले गत वर्ष जेठ 21 गते यो उन्मूलन दिवसको अवसर पारेर मैले मुख्यमन्त्रीलाई बोलाएर, गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर, हाम्रो जिल्लाको 92 वडाको वडा अध्यक्षहरू, पालिका प्रमुख उपप्रमुखहरू, राजनीतिक दल र कार्यालयका प्रमुखहरू बोलाएर मैले भने अब दलित समुदायको